जोरले दर्शन नमस्ते साथीहरू आज म तपाईहरुलाई चाहिँ आफ्नो च्यानलको होम सेक्सनमा चाहिँ भिडियो कसरी सेट गर्ने भन्ने विषयमा छोटो भिडियो बनाउन गइरहेको छु। कतिपय साथीहरूले चाहिँ कसरी चाहिँ होम सेक्सनमा भिडियो सेट गर्ने भनेर चाहिँ प्रश्नहरू गरिरहनुहुन्छ। त्यो प्रश्न गरिरहने क्रममा चाहिँ मैले मुखले भनेर पनि समस्याको समाधान नहुने, कमेन्ट लेखेर पनि समस्याको समाधान नहुने, जसले गर्दा चाहिँ म आज छोटो भिडियो बनाउन गइरहेको छु। साथीहरू तपाईहरुलाई थाहा नै छ होला, म हप्ताको 3 दिन चाहिँ तपाईको चाहिँ लाइभमा बस्ने गर्छु र त्यहाँ चाहिँ अनेकौं साथीहरू उपस्थित हुन्छ र उहाँहरूले चाहिँ आफ्नो च्यानलको विषयमा चाहिँ सोधपुछ गर्नुहुन्छ। यदि तपाईँ पनि नयाँ हुनुहुन्छ र युट्युब च्यानल खोलेर अगाडि बढ्न चाहनुहुन्छ, कुनै पनि विषयमा कुनै पनि कुनै पनि क्याटेगोरीमा चाहिँ भिडियो बनाइरहनु भएको छ र बनाउन चाहनुहुन्छ भने बनाउनु होला, बनाइरहनु होला र मेरो चाहिँ लाइभमा पनि जोडिएर कुनै त्यस्ता प्रश्नहरू छन् भने राख्न सक्नुहुन्छ। सकेको बुझेको म तपाईहरुलाई चाहिँ सल्युसन गर्न प्रयास गर्नेछु है त, गर्ने प्रयास गर्नेछु। आज चाहिँ म तपाईहरुलाई चाहिँ होम सेक्सनमा कसरी भिडियो सेटिङ गर्ने र त्यसले चाहिँ के फाइदा गर्छ भन्ने विषयमा चाहिँ कुराकानी गर्न आइरहेको छु। विशेष गरेर साथीहरू म लाइभमा बस्दा पनि युट्युबसँग सम्बन्धित नै विषयवस्तुमा चाहिँ कुराकानीहरू बढी गर्ने गर्छु है त। अनि साथीहरू मैले भनिहालेँ, हाम्रो च्यानल भनेको चाहिँ च्यानल हो, एउटा घर हो। जस्तो कि तपाईको च्यानलमा चाहिँ कोही नयाँ साथीहरू भिजिट गर्नुभयो भने सुरुमा चाहिँ तपाईको च्यानलमा के देखिनुपर्छ, राम्रो क्वालिटीको होम सेक्सनमा चाहिँ भिडियो देखिनुपर्छ। त्यसपछि तपाईको ब्यानर चिटिक्क देखिनुपर्छ, प्रोफाइल छर्लङ्ग देखिनुपर्छ, जसले गर्दाखेरि त्यो व्यक्तिले चाहिँ वाउ कस्तो राम्रो भनेर चाहिँ मन खुस हुन्छ। अनि त्यसपछि उसले के गर्छ, सब्स्क्राइब गर्छ अनि तपाईको चाहिँ भिडियोलाई पनि क्लिक गर्न ऊ बाध्य हुनेछ। जसले गर्दा तपाईले चाहिँ थोत्रो घर भए पनि जे भए पनि सजाएर राम्रो चिरिच्याट्टा पारेर राख्नुपर्छ। मेरो कुरो त्यो हो। अब तपाईहरुलाई म लिएर जानेछु कि कसरी होम सेक्सनमा भिडियो सेट गर्ने। सबैभन्दा पहिला म तपाईहरुलाई युट्युबमा लिएर जानेछु। तपाईहरुले देखिरहनु भएको छ होला स्क्रिनमा। सबैभन्दा पहिला म तपाईहरुलाई युट्युबमा लिएर जानेछु र केही साथीहरुको भिडियो तपाईहरुलाई म देखाउने छु। मैले यहाँ एकजना साथीको भिडियो ओपन गरेको छु। उहाँको चाहिँ होम सेक्सनमा चाहिँ के देखाइरहेको छ ल हेर्नुस्। उहाँको चाहिँ ब्यानर ठिकठाक नै छ, प्रोफाइल गजब छ। उहाँको होम सेक्सनमा चाहिँ लाइभ भिडियोको चाहिँ हाइलाइट राख्नु भएको रहेछ हो। अब यसमा पनि उहाँको चाहिँ थम्बनेल पनि छैन। विशेष गरेर तपाईले चाहिँ होम सेक्सनमा जुन भिडियो राख्दा पनि थम्बनेल अनिवार्य राख्नु होला, जसले गर्दा सुन्दरतामा सुन्दर थपिनेछ है। र अब तपाईले चाहिँ कुन भिडियो राख्नुपर्छ भन्दाखेरि जुन भिडियोमा बढी भ्युज आएको छ, थम्बनेल राम्रो छ हैन, च्याट्टको छ, त्यो भिडियो चाहिँ होम सेक्सनमा राख्नुपर्छ, जसले गर्दा नयाँ साथीहरुलाई तान्ने प्रयास गर्छ। म यहाँ एउटा भिडियो हेर्दै छु। यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ यो भिडियो छ। यसमा चाहिँ एकदमै राम्रो टाइटल पनि लेख्नु भएको छ र थम्बनेल पनि एकदम राम्रो छ। यो भिडियोलाई चाहिँ तपाईले चाहिँ के गर्नुपर्छ, होम सेक्सनमा सेट गर्नुपर्छ। त्यो गर्दाखेरि चाहिँ तपाईहरुको चाहिँ च्यानल ग्रो हुनेमा एकदमै मद्दत गर्छ। अब साथीहरु तपाईहरुलाई म एउटा आफ्नो च्यानलको बारेमा देखाउन गइरहेको छु। मेरो च्यानलको होम सेक्सनमा चाहिँ के छ, यो चेक गर्नु, भिडियो चेक गर्नु, कहीं तपाईको पनि यस्तो भएको छैन भनेर मैले भिडियो चाहिँ होम सेक्सनमा राखेको छु। अब तपाईहरुलाई म यो होम सेक्सनको भिडियो चेन्ज गरेर देखाउने छु। त्यसरी नै तपाईहरुले चाहिँ आफ्नो होम सेक्सनमा चाहिँ के गर्नु होला, भिडियो सेट गर्नु होला है त। हुन्छ साथीहरु, अब म ढिला नगरिकन सरसर्ती तपाईहरुलाई चाहिँ म कसरी चेन्ज गर्ने भन्ने विषयमा चाहिँ लिएर जाने छु है त। त्यसको लागि चाहिँ साथीहरु सबैभन्दा पहिला हामी चाहिँ जानुपर्ने हुन्छ क्रोम ब्राउजरमा है। क्रोम ब्राउजरमा गइसकेपछि साथीहरु सर्च बक्समा गएर चाहिँ हामीले youtube.com भनेर लेख्ने अनि सर्च गर्ने। सर्च गरिसकेपछि यस्तो खालको इन्टरफेस खुलेर आउँछ। तपाईहरुले देख्न सक्नुहुन्छ कोर्नरमा रहेको छ आफ्नो प्रोफाइलको फोटो, जसमा तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि साथीहरु यस्तो खालको इन्टरफेस आएको छ। मैले जुम गरेर देखाइरहेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ के लेखेको छ, युट्युब स्टुडियोमा क्लिक गर्नु होला। युट्युब स्टुडियो साथीहरु भिडियो छोटो छ, स्किप नगर्नु होला। स्किप गर्नुभयो भने तपाईहरुलाई फेरि जाको त्यही समस्या हुन्छ, कुनै पनि ज्ञान गुणका कुरा दिमागमा घुस्दैन। अब साथीहरु तपाईले युट्युब स्टुडियोलाई क्लिक गर्नु होला। जस्ट क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुलेर आएको छ साथीहरु है, धैर्यता लिनु होला। अब साथीहरु सबै कुरा खुलिसकेको छ। मैले चाहिँ यहाँ जस्ट के गरेको छु, जुम गरेको छु। साइडमा देख्न सक्नुहुन्छ तपाईहरुले लास्टको सेकेन्ड जुन मैले देखाइरहेको छु त्यसमा चाहिँ तपाईहरुले क्लिक गर्नु होला।
त्यसमा तपाईँले क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुलेर आउँछ साथीहरू, देख्न सक्नुहुन्छ। यस्तो खालको इन्टरफेस खुलेर आएको छ। तपाईँहरूले सिम्पली अब चाहिँ के गर्नुहोस्, यहाँ माथितिरपट्टि देखिएको छ होम ट्याब, होम ट्याबमा क्लिक गर्नु होला। होम ट्याबमा क्लिक गरिसकेपछि साथीहरू यस्तो खालको इन्टरफेस खुलेर आएको छ है। मैले थोरै स्लो गरेको छु साथीहरू। मैले तपाईँलाई भनेको छु म चाहिँ हप्तामा 3 चोटि लाइभमा पनि बस्ने गर्छु, युट्युबसँगै नै सम्बन्धित विषयमा चाहिँ कुराकानीहरू गर्नेछु। युट्युब मोनेटाइज कसरी गर्ने, वाच टाइम कसरी बढाउने, सब्सक्राइब कसरी बढाउने होइन, ब्यानर कसरी बनाउने, थम्बनेल कसरी बनाउने, आफ्नो युट्युब भिडियोमा चाहिँ कस्तो कस्तो भिडियोहरू हाल्ने, म लाइभमा नै साथीहरूलाई प्रायः बताउने गर्छु। लाइभमा जोडिएर चाहिँ प्रश्नहरू गर्न सक्नुहुन्छ है तपाईँहरूले। किन भन्दाखेरि हामीले चाहिँ यस्तो युट्युब खोलिसकेपछि युट्युबको चाहिँ जुन नियमहरू हुन्छ, जुन सिस्टमहरू हुन्छ होइन, ती सिस्टमहरूको पनि पालना गर्नुपर्छ, होइन भने भोलि हामीले चाहिँ आफ्नो च्यानल मोनेटाइज गर्न सक्दैनौँ अनि त्यसपछि हाम्रो मेहनत त्यत्तिकै खर्च हुने गर्छ। सो साथीहरू अब तपाईँहरूले यहाँ सिम्पली के गर्नुपर्ने हुन्छ भन्दाखेरि यो माथितिरपट्टि रहेको चाहिँ भिडियो चाहिँ होम सेक्सनको भिडियो हो, तपाईँहरूलाई थाहा छ होला होइन यो। अब यसलाई चाहिँ तपाईँले सिम्पली क्लिक गर्नु, एकचोटि क्लिक गरिसकेपछि साइडमा चाहिँ के आयो, 3 डटको अप्सन आयो, हेर्न सक्नुहुन्छ। यहाँ 3 डटको अप्सन आयो, यहाँ चाहिँ 3 डटको अप्सन आयो। अब यसलाई तपाईँले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ चाहिँ 2टा अप्सन आएको छ, रिमुभ भिडियो भनेको छ। यसलाई चाहिँ क्लिक गऱ्यो भने भिडियो आउट भइहाल्छ। तपाईँले चाहिँ चेन्ज भिडियोमा चाहिँ क्लिक गर्नु होला। चेन्ज भिडियोमा चाहिँ क्लिक गर्नु, जो कि अघि मैले देखाएको थिएँ। त्यहाँ चाहिँ कसैको लाइभ भिडियो गएर बसेको हुन्छ, कसैको चाहिँ तपाईँको चाहिँ होइन हाइलाइटको भिडियो गएर बसेको हुन्छ, थम्बनेलहरू हुँदैन, केही हुँदैन, हो त्यस्तो भिडियोहरू हुन्छ। जो अब त्यो भिडियोलाई चेन्ज गर्नको लागि तपाईँले चाहिँ चेन्ज भिडियोमा क्लिक गर्नु होला। चेन्ज भिडियोमा क्लिक गर्ने बित्तिकै तपाईँको चाहिँ जति पनि भिडियोहरू छन् सबै यहाँ सो हुनेछ। अब तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ, तपाईँलाई कुन चाहिँ भिडियो मन परेको छ त्यो भिडियो तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ, क्लिक गर्नुपर्ने हुन्छ। जस्ट म यो क्लिक गर्दैछु। ल साथीहरू, च्यानल च्यानल चाहिँ मोनेटाइज कसरी गर्ने भनेर मैले भिडियो बनाएको थिएँ। साथीहरू तपाईँहरूलाई याद छ होला, सबैभन्दा पहिला हामीले 4000 वाच के पुरा गर्नुपर्ने हुन्छ, 1K चाहिँ सब्सक्राइब पुरा गर्नुपर्ने हुन्छ। त्यसपछि बल्ल हाम्रो च्यानल मोनेटाइज हुन्छ। मोनेटाइज भइसकेपछि चाहिँ हामीले चाहिँ एडसेन्स पिनको लागि अप्लाई गर्नुपर्ने हुन्छ र एडसेन्स पिन आइसकेपछि त्यसलाई भेरिफाई गरिसकेपछि त्यसमा पनि फेरि हामीले ब्याङ्क एकाउन्ट लिङ्क गर्नुपर्ने हुन्छ। अनि त्यसपछि बल्ल तपाईँले चाहिँ $100 कमाइसकेपछि बल्ल तपाईँको चाहिँ ब्याङ्क खातामा चाहिँ के हुन्छ, ट्रान्सफर हुन्छ है। त्यो तरिकाले हुन्छ। साथीहरू मैले चाहिँ यहाँ क्लिक गरिसकेपछि यो भिडियो चेन्ज भइसकेको छ। अब यो चेन्ज भइसकेको भिडियोलाई चाहिँ अब हामीले के गर्नुपर्छ, सेभ गर्नुपर्छ। सेभ गर्नको लागि सिम्पली साथीहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ पब्लिसको अप्सन रहेको छ। पब्लिसको अप्सनमा तपाईँले के गर्नु, सिम्पली क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ प्रोसेस भइरहेको छ। ल चेन्ज पब्लिस भइसकेको छ, अर्थात् तपाईँको चाहिँ त्यो भिडियो चेन्ज भइसक्यो। अब तपाईँ चाहिँ ब्याक जान सक्नुहुन्छ। यो तरिकाले चाहिँ साथीहरू तपाईँहरूले पनि आफ्नो होम सेक्सनमा चाहिँ भिडियो सेट गर्न सक्नुहुन्छ। साथीहरू युट्युबसँग रिलेटेड अन्य भिडियोहरू पनि छन्, प्रोफाइलतिर गएर चेक गर्नु होला र तपाईँहरूले चाहिँ मेरो च्यानलमा भएका भिडियोहरूबाट हेरेर केही कुरा सिक्न सक्नुहुनेछ। यदि तपाईँलाई आएन भने तलतिर कमेन्ट बक्समा चाहिँ कमेन्टहरू छोड्न सक्नुहुन्छ। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिन चाहिँ नबिर्सिनु होला। अहिले भने म छुट्न चाहन्छु। थ्याङ्क यू सो मच। फेरि अर्को भिडियोमा भेट्नेछु।